नमस्ते। यो अगाडि देखिराख्नु भएको बंगलो तुरुन्तै बिक्रीमा रहेको छ। 5 आना 2 पैसा जग्गामा बनेको पूर्व मोडाको एकदमै राम्रो बलियो घर। तुरुन्तै पैसा नि एकदमै सस्तो छ के। कहाँ भन्नु न, रिङ रोडबाट मात्र 1 किलोमिटरको डिस्टेन्समा त्यो शान्ति चोक छ नि, सानो भर्याङबाट मा रहेको नजिकै त्यो सिंगल ट्री रेड गुम्बा भएको ठाउँमा हो के यो घर। पूर्व मोडाको हैन। फेरि गाडी पार्किङ, मोटरसाइकल पार्किङ, पानीको प्रशस्त सुविधा भएको त्यो होइन न। ल गाडीहरू अनि इनार धारा रहेको छ पानीको लागि। अनि पुरै ढोकाहरू पनि एकदमै कलात्मक के डिजाइनको। अनि भुइँहरूमा पनि सबै मार्बल फिनिसिङ छ राम्रो। अनि काठहरू पनि रेलिङहरू पनि एकदम राम्रो क्वालिटीको युज गरेर बनाएको छ। फल सिलिङहरू पनि राम्रो क्वालिटी छ क्या, मेटेरियलहरू चाहिँ धाराको सामानहरू होइन। अनि यो मास्टर बेडरुममा पार्केटिङ छ, राम्रो काठबाट बनाएको हो। अनि ठुलो ठुलो टोयलेट, अट्याच टोयलेट दामी छ क्या। ठुलो लिभिङ रुम, ठुलो डाइनिङ, ठुलो किचन क्या। मोडुलर किचन भएको घर यो। भुइँचाला भन्दा होइन अघिको घर हो, तर यो भुइँचाला पछि बनेको भन्दा पनि बलियो छ क्या। किनभने नि यो 12 बाई 12 पिलरै छ होइन। भुइँचाला अगाडि बनाए भए पनि डबल डिपिसी गरेर बनाएको थियो। अब अहिलेको मापदण्ड पनि त्यही हुने हो। अब अहिले झन् मान्छेहरूले पैसा खपाउनको लागि दायाँ बायाँ चारतिर चाहिँ 9 इन्चीको गाह्रो लाउँछ। अनि भित्रभित्र पार्टिसन गर्न चाहिँ 4 इन्चीको गाह्रो लाउँछ। भुइँचाला सुइचाला आयो भने यताउता आयो भने क्याराकुरुक चर्केको तर्केको देखिन्छ होइन। तर यो घरमा चाहिँ त्यस्तो अहिलेसम्म आएको छैन क्या। एकदम राम्रो छ क्या। यो घरमा चाहिँ हामी बुद्ध पार्कबाट पनि होइन आउन सक्छौँ। बुद्ध पार्कबाट आयो भने चाहिँ 800 मिटर मात्रको डिस्टेन्स छ क्या यो घर चाहिँ। यो घर अब त्यति नजिकै, रिङ रोड नजिकै पनि होइन, मूल्य मात्र 3 करोड 50 लाख छ क्या होइन। एकदमै सस्तोमा, एकदमै नजिकै। यहाँबाट अब भन्नु न, अब हामी न्यु रोडै जाउँ न भने पनि आफ्नो साधनबाट 20 मिनटमा पुग्न सक्छौँ क्या होइन। त्यति नजिक हो क्या। अनि यो फेरि अब यहाँ जग्गा वरपरको आनाको 55-60 लाख चल्या छ होइन। अब यो 5 आना 2 पैसा थियो जग्गा, त्यसमा बाटोले 2 पैसा खायो होइन। अनि अब 5 आना जग्गामा बनाएको छ क्या पूर्व मोडाको। अनि फेरि यो घरै नजिकै चाहिँ फेरि 100 मिटरको डिस्टेन्समा होइन माइक्रो चल्ने बाटो नै छ क्या। माइक्रो पाइन्छ क्या, रत्न पार्क जाने न्यु रोड होइन। भने चाहिँ आफै बस्नु भनेर बनाएको हो कि खास भनेर। अनि त्यही भएर यति राम्रो छ क्या यो घर। कौशीबाट